महेन्द्रलाई छोपेर के ओए छोपेर त्यसलाई यता ल्याएर आइस खेल हान्दै प्रकाश जानेको रहेछ त यार हामी यो 2022 सालको हामी दोस्रो दिनमा प्रवेश गरेका छौँ। दोस्रो दिनमा पनि हामी पौडी खेल्ने भनेर चाहिँ के ठाउँ भन्छ अरे केटा यो ओखलेरतिर हामी चाहिँ मदानेतिर प्रवेश गर्न लागिसकेका छौँ। बाटो तताइयो हामी गाइजहरू ओ केटा छिटाइज ओ डायमन्ड हरौला साइज छिटाइज ए दाइ सिग्नल पोल्ला यार गाइज यस ओडारभित्र होइन के को चित्र बनेको यो गाइजहरू यसलाई ठ्याक्कै चिन्नु त आमा अब त हामी कम्तीमा नि 35 किलोमिटर हिँड्ने होला होइन सिमेन्टहरू तम्बस गए जति हिँड्ने गर हिँड्ने हो सबभन्दा धेरै बाँकी छ अझ हिँड्न पर्ने गाइज हामी बिहान 10 बजेदेखि अहिलेसम्म नन स्टप हिँडै छौँ। अहिले हामी फल्लेनीमा प्रस्थान भइसकेका छौँ। गाइजहरू यहाँ देख्न सक्नुहुन्छ सिर्सेनीको भ्युज होइन गाइजहरू हाम्रा यिनी के अरे उन खान नपाएका टुटीहरू नि यस्ता खान नपाएका टुटीहरूले मलाई यति हिँडाले खान 1 किलो नभएको 1 किलो बोसो पोग्लेर गयो आज। यो डायमन्ड त झन् खानै नपाएको माछा कति मारिस 5वटा छ म कत्रो खान 2.5 किलोका खान अहिले लास्ट भिडियोमा चाहिँ देखाएन 2.5 किलो देखाएन छ नि घोप्टाउँछु तँलाई फेरि मैले खास गरी हामी ढटे खोलाबाट सिर्सेनीको खोलातिर हामी जाँदा लाहाम बिहानदेखि हिँडेको खुट्टा दुखेर बर्बाद भयो चाउचाउ खाँदै। गाइजहरू किम्मु हेर्नु त कति पाकेछ ए बा किम्मु नै हो कि खाओ केटा हो खाओ मोज गराओ मौनसन मोज गराओ पानीदेखि टोयटर जोड्ने झोडुङ्गे पुलमा उपस्थित भइसकेका छौँ। गाइजहरू ल फोटो सोटो एसोसिएसन गर्ने हानिहाल केटा नत्र हिँड ओ यो झोडा कहिले पुग्ने हो केटा यतै ए बाउ तिमीले त यार मलाई त बहुत पीडित पार्ने भयो भाइ। यो कति लामो छ के गर्नु छ केही पनि छैन यसमा जेस पुल लामै छ ए डर लाग्यो भन्नु भने अर्को त अर्को छ है यो त लौ लौ हल्ला 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 डरायो हल्ला दे फसल उचालेर फालु तलको नि हल्लाको माछालाई मलाई चाहिँ तिरिङ तिरिङ देखा दुईतिरको ल म त सिधै तल रमा पौडी खेल्नु त उठे ए भरे गाइजहरू कति बहुत अल्को छ यार थुक त 3 मिनेटमा तल झर्छ ओ ल फोटो आन केटा ओए छिटो फोटो आन बेर बख
हाम्रो यात्रा चाहिँ पैदल यात्रा अविस्मरणीय हुनेछ यो। खुट्टा दुखेर तिर दुखेर बर्बाद भइएछ। धेरै हिँड्ने आज हो आइसक्यो हामी टोटा खोलामा गाइजहरू। ल हिँड के अरे ल अगाडि हालेर हिँड्छु गर म त फेरि हले ए यार यस्तो अप्ठ्यारो चाहिँ नि केटा हो बरु यिनी यस्तो छामा केटाहरूले तिजु अरे एउटा भेटिन्न क्या ए बा फत्लक्कै भयो यार मैले भेटाकी छैन सुस्त थाम्न पर्ने रहेछ नि होइन तिमीले पहिले भनेन मलाई नि अर्को नि भेटा हो कि यार ए केटा हो गाईले गाई कति भेटाएको नि हामीले काटेर फाल्नु पर्छ ए अप्ठ्यारो छ त यार बाटो नि होइन डेन्जर बाटो ल्याएको कि त रासँग हिँड मेरो भिडियोलाई युट्युबमा गएर लाइक कमेन्ट सब्सक्राइब टक्क गराउ यस्तो पानी खाएर म यहाँ मै खोला नि पानी खान पनि दिन्न यार ए हामी चाहिँ टोटा खोलामा उपस्थित भइसक्यौँ गाइजहरू। खोलो आजभोलि पनि बहुत ठुलो नै छ सायद अस्ति र झन् अस्ति 2 दिन पानी परेको भएर होला सायद होइन। आमा यहाँबाट त हामीले पहिला टोयलेट बनाउँदाखेरि बालुवा पनि लगेर गएका त होइन र ओ गाइज मौरी यार तर पालभित्र पो रहेछ नत्र यसलाई मैले काम बनाउँथेँ पालभित्र रहेछ यार पालभित्र जानला गाइजहरू खोलाको बाटो न अप्ठ्यारो छ गाइजहरू यस्तो बाटो हिँड्नुपर्छ। कति भेटायो केटा अझै आएन ठाउँ मैले त हामी चाहिँ अब नास्ता भोक लगाएर त्यही त आएको पानी हो गाइजहरू तिजो कोहीको तिजो चाहिँ माथिबाट खस्यो कि यस्तो यार हातमा पचङ्गी लाएर फुट्यो यार। गाइजहरू के हो यो भुजा इष्टमित्र घोतारीहरू ए एउटा मात्र चढा खाने हिजो 5,000 भएको थियो यार ट्याकै 5,000 हो कि 5,000 भने हामीले खाएकै खाने हो यार आफ्नो खानु भयो होइन नाल झरे छैन 25-26 वर्ष केटाहरूसित यार पछि लाएर आए यार मेरो तोरो नि आउँछ न ल्याएर आएको म तल थोरल नि उतेर मलाई टोरेट आउँछन् भनेर ल्याएको हेर्नुहोस् खोइ केटी कहाँ अन्त गाल आउँदै सेतै लाएर खा यार यसले त झन् त्यो जुम्रा पऱ्यो कि आइमै त्यो पट्टा खाएर अरू त आइमै
बरै यसको हालत नचलाउनुहोस् यार लाज ल त ल यसले चाहिँ अलि भिआइपी केटीमा पार्यो तर चाहिँ आफ्नो जातभन्दा ठुलो जातको हेरेँ अहिले धनी हेरेँ खै यसको सक्सेस होला जस्तो मलाई लाग्दैन आजभोलिका केटीहरूले कहाँ यस्तो त सानो जात अनि ऊ हेर्छन् र भनेको यार गरिबहरू हामी जस्तो गरिबलाई हेर्छन् होइन केटा भुतुक्कै गाइजहरू हामीले चाहिँ आज दिनभरिको परिश्रममा होइन जम्मा जम्मी माछा मार्न सफल भइएको छ एउटा चाहिँ यो भयो होइन यता फेरि यता औलुङ्गा आइमेरी बोल्छ यार दुइटा यो भयो होइन यत्र त हामी त बहुत मारे काम गर भने छिटो अङ्कल ल काम गराउँछ यार छिटो 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 झ्याप दुईटा त ठुला छन् ठुलो मैले खाने गर्छु ठुलो मैले भरे यसमा दुइटा खान रहेछ यत्रो बच्चा मारिदिएर भरे यसमा नि अलि दुइटा रहेछन् क्या एउटै रहेछ गाइजहरू हाम्रो माछा मारै यति मारे भरे यो कुन माछा हो यसको माछाको नाम के हो बाम हो होइन तैँले अझै आगो फुक्न सकेन सिनी हाल्न यिनी हाल्न यार अहिले बोलिहाल्छ नि यार वे यिनी हालेर फुगा यार केटा यार त्यो के गर्छ यार प्लास्टिक हाल यार यिनी के अरे यिनी पात छ यार चिलोनीका पात यार झ्यामझुम ओ त झोला उत लग्न भाइ फेरि भिडियोमा थर्काउँछ भन्ला यार दाउरा हाल्न दाउरा तिमी आन्द्र भुँडी के फाल्छ स्यार त्यस्तै खाने लगेर भने यार रामा रामन त्यो खर्च नगर त्यो 2 रुपियाँ खर्च गर्छु मैले त्यस्तो झोला राख सलाइलाई 2 रुपियाँ खर्च गर्छु त्यो झोला राख आगो चाहिँ फुकी केटाहरूले छिटो बनायो के म त माछा खान आत्ते छु गर होइन तिमीहरूले खा म त रमाइलो खानको लागि म थोडा नआखु र यार फुच्चीहरूलाई दिएर पो खाने हो र मैले त रहे खाने हो नरहे म यत्तिकै सन्तुष्टि छु के कसो गाइजहरू हो नि उसले त्यो बोकाएको चाहिँ आन्द्रमण्डी फाल्नु लाग्यो भरे हेन्सी भयो कि ऊ भनेको केटी त लाइन लाग्छ नि उसको त ह्यान्डसम छ नि हामी अन्त होइन केटा यो मोरबुङ गाविसको पुरै हेन्सी भयो यो यसका केटी त रामाराम कोदी पछि लाखान लाग्छन् क्या रामाराम कहिले काहीँ त्यस्तो हामीलाई मिलाइदिने हुन्थ्यो गर हामी सिङ्गल थियौँ बराइनी माछा पोल्छन् र यिनी केटाहरूले बिचरा दाम माछा 1.5 किलो के यो केटा ओला म यही खाएँ मैले यही खान्छु अरू केटाहरूले खाऊ है पोल ल्याएर यता सबको माछा टुटी नि खोला खोला माछा खाए ओए यो डायमन्डले खा यो मैले खान्छु है मेरो भागमा चाहिँ यत्रो परे होइन बरु हरा माटै माटो रहेछ त्यही पनि त्यो आन्द्रा भुँडी अनि छन् त्यस्तै डायमन्ड लाऊ है तेरो भागमै पर्छ ल भ्याइयो गाडी मेरो त लादै मन्टो मन्टो लाउनु अङ्कल मन्टो सन्टो पुच्छर सुच्छर मलाई ल्याएको होइन महेन्द्र ए सबैभन्दा ठुलो त मेरो खासमा धेरै दुःख गरेछस् मिठो हुँदो रहेछ अलि केटी पट्याउँदैछ कि धेरै 15 टी छन् भन्थ्यो सालेले ड्राइभरको सामान 15 टी छन् दाइ यार मेरो त भन्छ कसरी सम्हालेको छ 15 टी कस्तो आउँछ र फोटो कस्तो आउँछ र मासाला मेरो युट्युब च्यानलमा गएर हेरेँ कोन पड्क्यो हो हैनको सोलेको गएर पड्काएको खोइ कसरी पड्केछ पड्का त
यसले त 2 रुपियाँको सलै खर्च गर्दै यार कसरी परेछ है खै बनाएर पड्का त पड्काकै ल भाउ नआस्केमा आसाला कुकुर बनाएको कसरी बनाइस् एक्जिट सब हाल त्यहाँ एक्जिट पड्का तेरी यार म त दुबुर्न लाग्छु कसम हो यार म त के यार के पड्क्यो यसरी भनेको छिटो बना के तोरी ओ यो चाहिँ पातलो गरेर उकाउ तिजो खै अलि ऐन गरे नि झोला भरे बोक्री देखानी हो के तिजो भनेको बुझ्नु दाइजी त कति लुकै गराएको थियो हाँस राजी गर्छु यार ठिक छ छिटो गर तोरी बिन्दल त ओइ गर्न आइगयो म त डर नगर फेरि त्यसै हाँसेको हाँसे छ बसेको मान्छे उठ्न थियो म त बस कस्तो म त डर बसेको मान्छे त उठ्ने त भयो नि यार डर लाग्दैन तिमीलाई म दुबुर्न लाग्थेँ मान्छे जतार म त यत्रो उब्रेर यता आएँ गाजर इन दुइटालाई भाइरल बनाइदिनु पऱ्यो दुइटा अनि एनसी पहिला अब 15टी गर्लफ्रेन्डको पहिला यो बिग्रियो पड्किन्न सिमटारी स्कुलमा पढ्छ भन्छ मासला यार केटी सबै पट्टा हो भन्छ 15टी पट्टा हारे ओ मन्दिर यो फुलबारीको सावर अनि कुन कतिहरु यो पड्किन्छ गाजर आसान फुचेले पटका पड्काउनु ला हानगे के भनेको त तैँले त्यो पड्कानु छ नि तँलाई घोप्ट्याउँछु तैँले पानी लगाएर पड्का तर पड्केन ल गाजर जाम आगो निभ्यो नि केटा होइन लाग्यो भने त फेरि हाम्रो नाम आउँछ बरु भने गाजर हामी चाहिँ अब लाग्यो तिजो आना याबा गाइजहरू हाम्रो यी देख्न सक्नुहुन्छ यस्तो फले छ यो होइन भैमा यस्तो खसाले खाने केटाहरूले हल्लाएर आमामा केटाहरूले एक झोला बना खाने के साँच्ची है यो चाहिँ ठिक हुन्छ भर्खर खसेको चिनिन्छ होइन बुढा आँगर छाने टिप्न असम्भव छ यो चाहिँ भैमै छान्ने हो होइन दामी फलेछ के पुरै जङ्गलै यो तिजुको छ होइन यति गराइन्छ आमा क्विन्टल गराइन्छ क्विन्टल गाइजहरू खाने भए चाहिँ होइन सम्पर्क गर्नु होला म डेलिभरी गरिदिन्छु फ्री डेलिभरी फ्रीमै होम डेलिभरीको फेरि आमा कान पानीको घाम कता हिँडेको बिजुली बालेर हट भएर पट भएर हामी तिजो खान हिँडेको टोटाको जङ्गलतिर जाने के रेन्जलाई देखिन्छ गाइजहरू त्यो जङ्गलमा सब भोक लाएर पीडित भइएछ किन यो छ भन्ने भयो तर चाहिँ तिजो उत्पात पाकेछ जाइने हामी भोक लाएर घुट्टा दुखेर टिग्रा दुखेर जाइने घरतिर कोदा रोटी खाना हिँड्न लाग्यो सम्भवै छैन के बिहान यतै आएको भने त हामी कम्तीमा नि 50-55 किलोमिटर हिँडिसक्यौँ ओए महेन्द्र ओ महेन्द्र ओ हेन्सी भाइ कहाँ गयो त यहाँ त ऊ पनि थिएन र मुसललेडी यहाँ फेरि माछा मार्न आएको मुसललेडी थियो कि यत्न कत्नतिर ओ डायमन्ड धौ त बसेन धौ बस्यो नि उसले प्रकाशलाई त एकछिन बोक्नु ओ प्रकाश बोकिस् ल ठिक छ सबभन्दा काम छ तिम्रो दुइटा बरु गर बोक मुसललेडी त यहाँ रहेछ तर चाहिँ सबै खाएको रहेछन् कि के हो रहेछन् है फेरि लात्ता खालस् न सल्लाह दाइले भनेको अङ्गलले भनेको मान ए पुरा यो मुसललेडी त रित्तै छ त केटा
यो मुसलडेडी हो तर फले होइन ऊ त्यो त डाँडामा एउटा देख्यो होस् हिँड्नुको त त्यसरी भोला नमानेर ए बा गाईहरू यार यस्तो बाटो पीडित भइएछ राम्रो नि भोक लगाएर कोतिर यो घर पुगेला भन्ने भयो अब त 50-55 किलोमिटर हिँड्ने हो खुट्टा दुखेर पीडित भएछ भोलि 10 बजी त होला उठ्ने पुरै जङ्गलै जङ्गल हो हामी खानै नपाएको भनौँ होला गाईहरू हामी खान नपाएर होइन हामी रमाइलो गर्नको लागि हिँडेको हाम्रा लोर्के ठिटाहरू ए यसमा को छ खै त फर्के त पुरै आधी छ होइन ए त्यति ए बाउ रामलीला छ होइन ओइ